सुटको ब्लेजरको चाहिँ लाइनिङको बारेमा कुरा गरौँ है। फुल लाइनिङ्स हाफ लाइनिङ भनेको चाहिँ कस्तो हो होइन। अहिले समर आइरहेछ, समरमा कस्तो लाइनिङ युज गर्ने होइन, विन्टरमा कस्तो गरेर लाइनिङहरू भन्ने कुरा चाहिँ तपाईँलाई केही कुरा सेयर गर्न गइरहेको छु है। फुल लाइनिङको बारेमा कुरा गरौँ। फुल लाइनिङ भनेको चाहिँ तपाईँको यो भित्रको यो सिल्कहरू तपाईँको यो यहाँ मैले फोटो देखाए जस्तै यो भित्रको फुल्ली चाहिँ यो सिल्कहरू चेरी भन्छ यसलाई होइन, सिल्कहरू राखेर बनाइन्छ। त्यसमा फुल्ली चाहिँ तपाईँको चेस्ट पिसदेखि लिएर अनि यो तपाईँको कटनको चेस्ट पेस्टिङ होइन, यो सबै फुल्ली लगाएर होइन अनि यो बनाएको हुन्छ होइन। अनि तपाईँको विशेष गरी यो चाहिँ अब अल सिजन भनौँ न, सदाबहार यो डिजाइन हो। यो सबैले तपाईँले देखिरहनु भएको, सबैले रुचाउनु भएको होइन, अहिलेसम्म धेरैले गरेको डिजाइन चाहिँ यही नै हो। हाफ लाइनिङ चाहिँ कस्तो खालको टेलरिङ हुन्छ भने चाहिँ तपाईँको यसमा चाहिँ अब तपाईँको यो सेम कलरको यो फेसनहरू चाहिँ, यसलाई फेसनको पार्ट भनिन्छ। मैले यो फोटोमा मैले देखाएँ, यसलाई फेसनको पार्ट भनिन्छ। यो चाहिँ सेम फेब्रिककै यो फेसनको भाग हुन्छ। अब तपाईँको चाहिँ तपाईँको पेस्टिङ होइन, चेस्ट पिस, सोल्डर प्याड चाहिँ एज इट इज हुने भयो। अनि यो मेन भनेको यसको ब्याक पोर्सनमा चाहिँ यहाँ मैले देखाएँ नि फोटोमा त्यस्तै हो, यो चाहिँ हाफ लाइनिङ हुन्छ। यो तलपट्टि स्ट्रेटमा यो सबै पाइपिङहरूले चाहिँ तपाईँको यो बोर्डरहरू, यो सिलाइहरूमा बोर्डर गरेर एउटा डिजाइन, एउटा राम्रो लुक्सको लागि यो बनाइएको हुन्छ। यो भयो हाफ लाइनिङ ज्याकेट अथवा ब्लेजर। अनि एउटा नो लाइनिङ ज्याकेट पनि हुन्छ, त्यो चाहिँ अहिले विशेष गरेर समरमा युज हुन्छ। लाइनिङहरूले अलिकति हेभी फिल हुन्छ, अलिकति गर्मी फिल हुन्छ भनेर चाहिँ अलिकति नो लाइनिङ ज्याकेट पनि ट्रेन्डमा छ। जस्तै त्यसमा चाहिँ के हुन्छ भने यो फोटोमा जस्तै तपाईँको यसमा चाहिँ त्यो आफ्नै सेम कलरको यो फेसनको पार्ट, यो पार्टमा सेम हुन्छ। अनि ब्याक साइड हेर्नुभयो भने तपाईँको यसमा चाहिँ केही पनि सिल्क पनि हुँदैन होइन, चेरीहरू हुँदैन, सबै पाइपिङहरूले चाहिँ त्यो बोर्डर भागमा यसरी डिजाइन गरेर बनाइएको हुन्छ। लाइनिङहरू खासै केही पनि हुँदैन, अलिका स्लिम प्याडेड हुन्छ। अनि यसरी चाहिँ समरको लागि यो नो लाइनिङ पनि युज गर्न सकिन्छ। कस्तो लाग्यो तिनवटा थरीको यो लाइनिङको बारेमा केही तपाईँलाई जानकारी गराएँ। तपाईँलाई कुन मनपर्छ?